नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। जनकपुर धामभित्र सञ्चालित सबै निजी अस्पताललाई शुल्कहरूको विवरण 5 दिनभित्र पेश गर्न उपमहानगरको निर्देशन। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा बुधबार 18 सदस्य धारणा राखे। सरकारले आफै संसद बैठक चल्न नदिएको नेकपा एमालेका अध्यक्ष ओलीको आरोप। लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै एमालेद्वारा काठमाडौँमा प्रदर्शन। र 3 देशको राजदूतमा प्रस्तावित व्यक्तिहरूको संसदीय सुनवाई समितिद्वारा सुनवाई गरियो। अब समाचार विस्तारमा। जनकपुर धाम उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेको निजी स्वास्थ्य संस्थाहरूलाई सबै किसिमका शुल्कको विवरण बुझाउन निर्देशन दिएको छ। उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै उपमहानगर क्षेत्रभित्र सञ्चालन रहेको सम्पूर्ण निजी स्वास्थ्य संस्थाहरूलाई सेवाग्राहीसँग लिने सम्पूर्ण शुल्कहरूबारे विवरण 5 दिनभित्र लिखित रूपमा पेश गर्न निर्देशन दिएको हो। स्वास्थ्य संस्थाहरूले लिने भर्ना शुल्क, बेड शुल्क, बिरामी जाँच शुल्क, प्रयोगशाला परीक्षण शुल्कहरू लगायतको विवरण माग गरिएको उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले जानकारी दिनुभएको छ। जनकपुर धामभित्रका निजी अस्पतालहरूले मनोमानी शुल्क लिने गरेको जनगुनासो बढेपछि उपमहानगरपालिकाले नियमन गर्न सुरु गरेको हो। जनकपुर धामका महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण तालिम भइरहेको छ। जनकपुर धाममा मंगलबारबाट माण्डवी नामक संस्था सहितको आयोजनामा लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि तालिम सुरु भएको हो। तालिममा जनकपुर धामका 51 महिला जनप्रतिनिधिहरूको सहभागी भएका छन्। उनीहरूलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण, तथ्याङ्क सङ्कलन र दुष्प्रचार अभिव्यक्ति अन्त्य गर्न विषयमा तालिम दिँदैछ। तालिम प्राप्त गरेपछि उनीहरूको नेतृत्व क्षमतामा विकास हुने, स्थानीय तहमा पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न विश्वास लिएको छ। एक हामी भन्छौँ, अब उहाँहरूलाई हामीले बेसिक लेभलको तालिम 4वटा दिइसकेपछि यो अब हामीले इन्टरमिडिएट लेभल तालिम पहिलो मोडुल दिँदैछौँ र यसमा मुख्य चाहिँ 4वटा विषयवस्तुलाई समावेश गरिएको छ। एउटा नैतिकवान नेतृत्व भनेको के हो भन्ने बुझाउँछ र अर्को समस्या विश्लेषणको बारेमा चाहिँ हामी कुरा गर्छौँ र अर्को चाहिँ तथ्याङ्क सङ्कलन गर्छौँ। समस्या पर्दा चाहिँ कस्ता कस्ता तथ्याङ्कहरू सङ्कलन गर्ने। तालिममा सहभागी महिला जनप्रतिनिधिहरूले पनि यो अभिमुखीकरण तालिमबाट आफूहरूको नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने बताएका छन्। आफूहरूलाई जनताका लागि काम गर्न पनि सहज हुने उनीहरूको भनाइ छ। निर्वाचित महिला जनप्रतिनिधि सबके क्षमता अभिवृद्धि करे वाला तालीम सब कर रहल छथिन। जेना ई सब 2nd मॉड्यूल, 3rd मॉड्यूल, 4th मॉड्यूल का बेसिक चीज सब सिखेलखिन। अखन 5th मॉड्यूल के हिसाब से मध्यवर्ती तालीम द रहल छथिन। एहिमे जेना एकटा नैतिकवान नेता सब केना बनै छै, हिनकर सबके एकटा 4टा टॉपिक सेहो छलै ई बेर के तालीम के। ओहिमे दुष्प्रचार, दुष्पूर्ण अभिव्यक्ति संबंधी छै, तथ्याङ्क समस्या माने तथ्याङ्क संकलन कयल जाय ओ संबंधी टॉपिक छै, और समस्या विश्लेषण केना करल जाय, वार्ड में कोनो काम आबै छै, कोनो समस्या पड़ै छै ताहिमे केना विश्लेषण कयल जाय, ई सम्बन्धी हमरा सबके ट्रेनिङ दऽ रहल छथिन। अनि यो माण्डवी संस्थाले हामीहरूलाई 1 वर्षदेखि लगायत तालिम दिइराखेको हुनाले हामी धेरै परिपक्व भएछु। आफूमा मलाई क्षमता वृद्धि जस्तो राजनीतिक क्षेत्र लिएर मलाई व्यक्तिगत रूपमा मलाई धेरै आत्मविश्वास बढ्न थालेकोले म माण्डवी संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कि मलाई यस्तो तालिमहरू राखोस् अनि हामी पनि परिपक्व हुने र क्षमता वृद्धि बढाउने आफूमा पनि र हाम्रो लगायत म आफ्नो समुदायको महिलाहरूलाई पनि यति म क्षमता वृद्धि बढाउन चाहन्छु। लिड्स महिला नेतृत्व कार्यक्रम धनुषा र महतरीमा सञ्चालन रहेको छ, जसमा कुल 272 महिला जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने उद्देश्य लिएको छ। तालिमका प्रशिक्षकहरू सञ्जना वर्मा र वेद घिमिरे छन्।
सत्तारूढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज 18 जना सदस्यले आफ्नो धारणा राखेका छन्। बुधबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफलको विषयहरू राखिसकेपछि 18 जना केन्द्रीय कमिटी सदस्यले आफ्नो धारणा राखेका हुन्। अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजान पर्ने धारणा राखेको केन्द्रीय कमिटी सदस्य माधव सापकोटाले जानकारी दिनुभयो। उहाँले एकपटक पार्टीपन्थीलाई वडा स्तरमा फर्काउने र 3 महिनाको अभियान सञ्चालन गरी विद्वान सम्मेलन बारेमा छलफल भइरहेको बताउनुभयो। उहाँले बैठक लाइभ गर्नु भनेको मूल आत्मालाई मान्नु भएकाले बैठक लाइभ नगरिएको स्पष्ट पार्नुभयो। र जीवन्त नभएको कुरामा छलफल चलिराखेकै थियो पार्टीमा र यसलाई चुस्त दुरुस्त बनाउने एकपटक चाहिँ पार्टी पङ्क्तिलाई वडा स्तरमा फर्काउने र 3 महिनाको अभियान सञ्चालन गरेर विधान सम्मेलन गर्ने र विधान सम्मेलनबाट पार्टीलाई चुस्त दुरुस्त र व्यवस्थित तुल्याउने भन्ने एउटा प्रस्ताव अध्यक्ष कमिटीले राख्नु भएको छ र आज 18 जना कमरेडहरूले त्यसका बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको छ। जहाँसम्म बैठकलाई लाइभ नगर्ने कुरा तपाईँहरूले सोध्नुभयो, बैठकलाई लाइभ गर्नु भनेको चाहिँ फेरि त्यसको मूल आत्मालाई चाहिँ किल गर्नु हो। किनभने यो बैठक भनेको त नितान्त आन्तरिक र घरयासी छलफल हो नि। यहाँ त निर्भयपूर्वक निर्धक्कतापूर्वक विषयहरूमा बहस गर्ने, कतिपय सन्दर्भमा नेतृत्वको आलोचना गर्ने, सुझाव पनि दिने कुराहरू हुन्छ। लाइभ गरेपछि त भित्रका कतिपय आलोचना गरिएका सुझाव दिएका आन्तरिक गोपनीयताका कुराहरू त भङ्ग हुन्छन्। केन्द्रीय सदस्य सापकोटाले बैठकको लाइभ गर्दा गोपनीयता भङ्ग हुने भएकाले नगरेको बताएका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी जस्तो नभएको बताउनु भएको छ। बुधबारबाट काठमाडौँमा सुरु भएको पार्टी केन्द्रीय समितिको चौथो बैठक शुभारम्भ गर्दै उहाँले माओवादी केन्द्र पार्टी जस्तो नभएको स्वीकार गर्नुभएको हो। अध्यक्ष दाहालले विगतदेखि नै बेला बेलामा आफूले माओवादी केन्द्र पार्टी जस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रीय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थाल्ने गर्नुपर्ने समेत बताउनुभयो। नेता कार्यकर्ताको विशालपन्थी पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको पनि उहाँको भनाइ थियो। अध्यक्ष दाहालले पार्टीको पुनर्निर्माणका लागि ऐतिहासिक कदम चाल्नका लागि केन्द्रीय समितिका नेताहरूले गम्भीरतापूर्वक जिम्मेवारी भएर अनुशासित ढङ्गले बहस र छलफललाई अघि बढाउने समेत जानकारी दिनुभयो। त्यस सन्दर्भमा हामी बस्दैछौँ। त्यसो त यो बैठक योभन्दा अगाडि नै बस्नुपर्ने थियो। यो पक्कै पनि केही विलम्ब हुन गएको छ। त्यसका पछाडि देशको राजनैतिक समीकरण उतार चढावहरू पनि एक हदसम्म जिम्मेवार छन् भने हाम्रो आफ्नै आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब हुनु पनि एउटा कारण रहेको छ। ढिलै भए पनि हामी यो केन्द्रीय समितिको बैठकमा उपस्थित भएका छौँ। अहिले देशको राजनीति जुन बिन्दुमा छ र जनताले हाम्रो पार्टीबाट र आन्दोलनबाट जे जस्ता आशा अपेक्षा गरेका छन्, खास गरी पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरू, लिएका पहल कदमीहरू र गरिएका गतिविधिहरूबाट एउटा नयाँ आशा जनतामा पलाएको छ। अध्यक्ष दाहालले समाजवाद स्थापना गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा निर्माण गरिएकाले बैठकले त्यसलाई अझ व्यवस्थित ढङ्गले अघि बढाउन पनि ठोस धारणा तय गर्ने अपेक्षा समेत आफूले गरेको बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफैले संसद बैठक चल्न नदिएको आरोप लगाउनु भएको छ। पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरूलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टास गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकिर थियो। तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गृहमन्त्रीलाई मात्रै बोल्न दिने नभए संसद बैठकलाई सञ्चालन नगर्ने सरकारको हरकत कारण संसद बैठक सूचना टास गर्दै स्थगित भइरहेको दावी गर्नुभयो। उहाँले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरे पनि केपी ओलीले सो सहमति बालुवाचारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा
आफूलाई अचम्म लागेको समेत बताउनुभयो। अध्यक्ष ओलीले सरकारले आफै संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको पनि पटक पटक दोहोऱ्याउनुभयो। अनि तपाईँहरूबाट के छानबिन हुन्छ? तपाईँहरूलाई छानबिन गर्न रोक्या होइन, तपाईँहरू छानबिन गर्नुहोस्, तर अर्को निष्पक्ष छानबिन त्यस्तो आयोग बनाऊ जसले छानबिन गरोस्। उहाँहरू संसदमा आवाज उठ्छ भनेर अस्तिका दिन संसद चल्न दिनु भएन, किनभने सांसद बोल्छन् भनेर। हामीले संसद चलाउँ भनेका छौँ, सांसदहरू बोल्नुहुन्छ, आवाज उठाउनुहुन्छ, जनताको भनाइ भन्नुहुन्छ, सांसदले बोल्न पाउनु पर्यो। सरकार सांसदलाई बोल्न दिँदैन, सभामुखलाई दबाब दिन्छ कि तपाईँले सदन सूचना टाँसेर रोक्नुहोस्। हिजो हामीले बोल्न दिनु पर्यो। अध्यक्ष ओलीले 9.5 किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिए पनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताउनुभयो। त्यसै अवसरमा उहाँले वर्तमान सरकारले मुलुक चलाउनै नसक्ने बताउनु भएको थियो। नेकपा एमाले काठमाडौँ महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ। बुधबार काठमाडौँको माइती घर मण्डलमा भेला भई उनीहरूले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताएका हुन्। उनीहरूले लम्पी स्किन देशव्यापी रूपमा फैलिसक्दा समेत सरकारले आवश्यक चासो नदिएको गुनासो गरे। प्रदर्शन कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयालले लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेको सरकारको ध्यान आकर्षण गराउन प्रदर्शन गरेको बताउनुभयो। उहाँले देशभरका किसानहरूलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको बताउनुभयो। 753 स्थानीय तहमा पनि सरकार छन्, तर हाम्रो देशमा अहिले 1 अर्बको क्षति भइसक्यो पशुधन पशुवस्तु मरेको कारणले। 76 जिल्लामा फैलिसक्यो, 49,000 पशु मरिसके, 11 लाख पशुहरू सङ्क्रमित भइसके, तैपनि सरकार चुप बसिरहेको छ, कुम्भकर्ण निन्द्रामा छ। त्यसैले कुम्भकर्ण निन्द्रामा भएको सरकारलाई बिउजनको लागि हामीले आज झ्याली पिट्न खोजेका छौँ। कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका पूर्व मेयर विधान सुन्दर साक्यले देशको आर्थिक अवस्था थला परिरहेको बेलामा लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो। अवस्थामा यो रोग धेरै पशुपन्छीहरू मरिसकेको अवस्थामा सरकारको ध्यान आकर्षण गराउन मात्र खोजेका हुन्। उहाँले हामीले भन्दा स्किन रोगको रोकथामका लागि सरकारले प्रभावकारी पाइला चाल्नुहोस् र त्यसबाट प्रभावित किसानहरूलाई राज्यले कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासङ्घका अध्यक्ष प्रेम दङ्गालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। उहाँले पशुलाई लम्पी स्किनको खोप दिन पनि सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाउनुभयो। फैलिरहेको छ, अहिले 77 जिल्लामा यो रोग फैलिसकेको छ। त्यसो भएको हुनाले यो रोगलाई तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी खालका कदमहरू कार्यक्रमहरू चालिरहेको अवस्था छैन। अहिले देशभर झन्डै 10 लाखको हाराहारीमा पशु चौपाए कुनै न कुनै रूपमा सङ्क्रमित भइरहेको अवस्था छ। त्यसमा अहिले देशभरि सबै प्रदेशको करिब 50,000को हाराहारीमा पशुवस्तुहरू चाहिँ पशु चौपाएको मृत्यु भइसकेको छ। त्यसै गरी राज्यका तर्फबाट अहिलेसम्म चालिएका कदमहरूमा करिब 3 लाख। प्रदर्शनमा सहभागीहरूले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बिमा उपलब्ध गराऊ, किसानलाई गोठमा सेवा उपलब्ध गराऊ, रोकथाम नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराऊ लगायतको प्लेट कार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए। संसदीय सुनवाई समितिले 3 देशको राजदूतमा प्रस्तावित व्यक्तिहरूको सुनवाई गरेको छ। समितिको बुधबार बसेको बैठक न्युयोर्क स्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी न्युयोर्कका राजदूत स्थायी प्रतिनिधिमा नियुक्तिका लागि प्रस्तावित लोकबहादुर थापाको सुनवाई गरेको हो। त्यसै स्विजरल्यान्डका लागि आवासीय राजदूतमा प्रस्तावित रामप्रसाद सुवेदी र फ्रान्सका लागि आवासीय राजदूत सुधीर भट्टराईको पनि सुनवाई गरेको छ। प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाएमा 2 देशबीचको सम्बन्धलाई थप सिद्ध गर्न भूमिका खेल्ने बताएका छन्। फ्रान्सका लागि आवासीय राजदूतका लागि प्रस्तावित सुधीर भट्टराईले फ्रान्स युरोपेली सङ्घको महत्त्वपूर्ण
सदस्य भएको भन्दै नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लमिङ हुने अवस्था सिर्जना गर्ने बताउनुभयो। उहाँले दुई देश बीचमा उच्च स्तरीय राजनीतिक भ्रमणहरू गराउन पहल गर्ने पनि बताउनुभयो। भएकोले नेपाल र फ्रान्स बीच उच्च आर्थिक उच्च राजनीतिक स्तरमा वार्ता संवाद र भ्रमणको आदान प्रदान थप बढाउनु पर्ने म आवश्यकता देख्दछु। यस सम्बन्धमा राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन दिएका प्रयासहरू गर्नेछु। नेपाल फ्रान्स रहिआएको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन उच्च स्तरीय राजनीतिक भ्रमणहरूको आदान प्रदान गराउन संवाद र पहल गर्नेछु। नेपाल फ्रान्सको ती सम्बन्धलाई थप सुदृढ बनाउन परराष्ट्र मन्त्रालयबीच स्थापित संयन्त्रका बैठक तथा यसका निर्णयहरूलाई समन्वय र अनुगमन गर्नेछु। नेपालको सङ्घीय संसद र फ्रान्सको संसद बीच निर्माण भएका नेपाल फ्रान्स मैत्री समूहहरूलाई आपसी सम्बन्ध विस्तार गर्न अनुभव आदान प्रदान गर्न। भट्टराईले दुई देशको परराष्ट्र मन्त्रालय बीच स्थापित भएका संयन्त्रहरूका बैठक तथा यसका निर्णयहरूलाई समन्वय गरी अनुगमन गर्ने पनि बताउनुभयो। परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले राष्ट्रदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मसात गर्दै लैजान नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको संसदीय सुनवाई समितिको बैठकमा बोल्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री साउदले नेपाल सरकार सबै प्रकारका नियुक्तिहरूलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिबद्धता रहेको उल्लेख गर्दै राजदूत नियुक्तिमा पनि सोही बमोजिम काम गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपालको संविधानले राज्यका सबै क्षेत्रहरूलाई समावेशी बनाउन सिद्धान्त अंगीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमुनाको रूपमा रहेको दावी समेत गर्नुभयो। मन्त्री साउदले हाल मन्त्रालयमा रहेको 17 सहसचिवहरूमध्ये 6 जना समावेशी सिद्धान्तको आधारमा छनौट भई कार्यरत रहेको पनि समितिलाई जानकारी गराउनुभयो। त्यसैगरी 50 उपसचिवहरूमध्ये 31 जना समावेशी कोटाबाट आयोगबाट पदपूर्ति गर्दा समावेशी सिद्धान्तका आधारमा महिला, जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुने गरी दरखास्त आह्वान र पदपूर्ति गर्ने गरिएको छ। जस अनुसार 17 सहसचिवहरूको दरबन्दीमा 2 मधेसी समुदाय, 2 महिला, 2 जनजातिबाट कार्यरत हुनुहुन्छ भने मन्त्रालयको 50 उपसचिवको दरबन्दीमा महिला 17। मन्त्री साउदले हाल 26 देशमा कार्यरत राजदूत मध्ये समावेशी सिद्धान्तकै आधारमा महिला 3, जनजाति 4, मधेसी 1, अपाङ्गता भएका व्यक्ति 1 रहनु भएको विवरण पनि समिति समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमलिसनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनु पर्ने बताउनु भएको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमलिसनाले विषयको दूरगामी प्रभाव हेरेर मात्रै विधेयक बनाउनु पर्ने बताउनुभयो। उहाँले 1-2 वर्षमै परिवर्तन हुने गरी विधेयक बनाउनु नहुनेमा उहाँले जोड दिनुभयो। उहाँले सांसदहरूले आफ्नो अध्ययनको सीमा बढाउँदै र विषयवस्तुको गहिराइमा पुगेर मात्रै विधेयक बनाउनु पर्ने जानकारी दिनुभयो। नीति निर्माण गर्न आएका सांसदहरू त्यहाँ केन्द्रित हुन नसकेको भन्दै उहाँले जनतालाई पनि आफ्नो भूमिकाप्रति जागृत गराउनु पर्ने बताउनुभयो। 2 वर्षमै परिवर्तन गर्नुपर्ने खालका विधेयक बनाउन थाल्यो भने हाम्रो अध्ययनको सीमा के रहेछ भन्ने कुरा हुन्छ त्यसले, हैन? कुनै देशमा एउटा संविधान कहिले अलिखित संविधानले अहिलेसम्म चल्ने, हामीले 6-7 पटक बनाएर पनि फेरि अहिलेकै संविधान पनि अब संशोधन गर्न पर्छ कि भनेर छलफल चलाउनु पर्ने स्थितिमा आउने। यसकारण गहिराइमा गएर राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरू, त्यसको आवश्यकता, भविष्यमा पार्ने दूरगामी प्रभाव, विधायकहरू त त्यसमा अध्ययन गर्न संहितालाई कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय तहलाई बलियो बनाउनु पर्ने बताउनुभयो। सङ्घले अधिकारहरू आफूलाई मात्र राख्नु नहुने उहाँको भनाइ छ। त्यसैतर्फ सबैको खबरदारी आवश्यक रहेको उहाँले बताउनुभयो। अध्यक्ष तिमलिसनाले जिल्ला समन्वय समितिलाई कामकाजी बनाउन नसकेको हो भने हटाउनु पर्ने धारणा राख्नुभयो। उहाँले जिल्ला समन्वय समितिको औचित्यमाथि बहस गर्नुपर्ने समेत बताउनुभयो। अध्यक्ष तिमलिसनाले सङ्घीय संरचनामा गएपछि जिल्ला स्तरीय कार्यालयहरू काम हुने र पालिकामा जाने भनिए पनि उहाँले जिल्लामा झन्नै धेरै कार्यालयहरू थुप्रिएका बताउनुभयो। सङ्घ, प्रदेश र स्थानीय तहकै आफू मातहतका कार्यालयहरू जिल्लामा थुपिएका उहाँले उल्लेख गर्नुभयो।
अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। एसई परीक्षा 2079 मा सफल हुने सबैजनामा हार्दिक शुभकामना व्यक्त गर्दै यस विद्यालयबाट यस वर्ष एसई परीक्षामा सहभागी 161 मध्ये 37 जना A+ र 17 जनाले ए ल्याएको जानकारी गराउँदै शैक्षिक सत्र 2080 का लागि कक्षा 11 मा भर्ना खुलेको जानकारी गराइन्छ। पढाइ हुने विषयहरू प्राविधिकतर्फ कम्प्युटर इन्जिनियरिङ, विज्ञान, वाणिज्य, नेपाली र अङ्ग्रेजी, संस्कृत। हाम्रा विशेषताहरू: यातायातको सुविधा, निशुल्क पाठ्य पुस्तक, प्रयोगशालाको व्यवस्था, पुस्तकालयको व्यवस्था, स्तरीय डिजिटल कक्षा कोठा, खेल मैदान, अतिरिक्त क्रियाकलाप, विद्यालयको मोबाइल एपबाट हाजिरीको व्यवस्था। थप जानकारीका लागि सम्पर्क श्री यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूप, धनुषा, 041 523 001 041 523 001। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताउनु भएको छ। बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणाधीन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताउनु भएको हो। उहाँले आफूले केही महिना अघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको, तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि भौतिक प्रगति उल्लेख हुन नसकेको बताउनुभयो। सभामुख घिमिरेले अहिले निर्माणाधीन संसद भवनको भौतिक प्रगति 66% र आर्थिक प्रगति 63% रहेको बताउनुभयो। उहाँले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गर्नुभयो। अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै उहाँले ठेकेदारहरूले नापेर निर्माणका काम गरिरहेको बताउनुभयो। उहाँले निर्माणाधीन भवनका लागि भने भुक्तानी दिन कठिनाई नरहेको बताउनुभयो। र 56% आर्थिक प्रगति भन्ने कि खर्च भन्ने, खर्च भएको स्थिति बताएको थियो। अहिले मोटामोटी 66% भौतिक प्रगति र 62-63% जति चाहिँ आर्थिक प्रगति भन्ने पाइयो। त यसलाई लिँदाखेरि के देखिन्छ भने हिजो चाहिँ पैसै खर्च गर्न नसकेको, पैसाहरू छँदैछ, दिनलाई गाह्रो थिएन तर किन काम गर्न नसकेको भन्ने कुरामाथि आधारित भएर अलिकति कन्स्ट्रक्सन। सभामुख घिमिरेले हिउँदै अधिवेशन निर्माणाधीन संसद भवनबाटै सञ्चालन गर्ने गरी काम गर्ने निर्देशन दिए पनि अहिलेसम्मको प्रगतिले हिउँदै अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताउनुभयो। बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता पूर्ण रूपमा दिनुपर्ने बताउनु भएको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक रूपमा पुनः स्वायत्तता दिनुपर्ने बताउनुभयो। उहाँले अझै पनि सबै साधन स्रोत र शक्ति सङ्घ सरकारसँगै रहेको र प्रदेश सरकार पनि सङ्घमा नै आश्रित हुनुपर्ने अवस्था आएको बताउनुभयो। यसका कारण प्रदेश र सङ्कुचित हुनु परेको उहाँको भनाइ छ। आर्थिक र प्रशासनिक अधिकार नपाउँदा प्रदेशले आफ्नो उद्देश्य पूरा गर्न नसकेको उहाँले बताउनुभयो। सभामुख पाठकले आर्थिक र प्रशासनिक प्रदेश सभा स्वतन्त्र र स्वागतीय हुन नसक्ने उल्लेख गर्नुभयो। समस्या चाहिँ अहिले हाम्रो सङ्घमा छ। सङ्घ हाम्रो अभिभावक हो। सङ्घबाटै धेरै चिजहरू मिश्रित हुन्छ। सबै साधन स्रोत शक्ति पनि सबै सङ्घमै छ। सङ्घ अलिक उदार हुनुपर्छ। र अहिले समस्या के भएको छ, अघि नै पनि हाम्रो विज्ञहरूले आफ्नो प्रस्तुतिमा भन्नु हो, राजनीतिक रूपमा त हामीले संहितामा धेरै हदसम्म हामी सफल भयौँ, तर फाइनेन्सियल अटोनोमी र एडमिनिस्ट्रेटिभ अटोनोमी। उहाँले प्रदेशलाई सङ्घ र स्थानीय तह बीचको पुलको रूपमा परिकल्पना गरिएको भए पनि प्रदेश यी दुई तहको बीचको पुल बन्न नसकेको बताउनुभयो। अब अन्त्यमा मुख्य समाचार एकचोटि फेरि। जनकपुर धामभित्र सञ्चालित सबै निजी अस्पताललाई शुल्कहरूको विवरण 5 दिनभित्र पेश गर्न उपमहानगरपालिकाको निर्देशन। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बुधबार 18 सदस्य धारणा राखे। सरकारले आफै संसद बैठक चल्न नदिएको नेकपा एमालेका अध्यक्ष ओलीको आरोप। लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै एमालेद्वारा काठमाडौँमा प्रदर्शन। र 3 देशको राजदूतमा प्रस्तावित व्यक्तिहरूको संसदीय सुनवाई समितिद्वारा सुनवाई गरियो। हस्त अहिले यतिकै। पलपल खबर तेज नजर हेर्दै अप्पान टेलिभिजन। नमस्कार।